यसो ठुल्ठालो कुरा गरेर हान्छ मैले एक थप्पड दिन्छ चुप्प लाग्छ। 3वटा खाएँ यसको चाहिँ फेरि कसरी हेर्छ हो केटीहरूले म यस्तो अनुहार नपरेलाई नि म चाहिँ अलिकति छक्क पर्छ यार। कसरी हेर्छ हो केटीहरूले म यस्तो अनुहार नपरेलाई नि म 100जना पुग्यो भने केक काट्छु। यसले खोलिहालेछ मलाई नाक दुख्यो क्या गाइस। यसले खोलिहालेछ मलाई नाक दुख्यो क्या। मेरो साथी चाहिँ त्यहीँनिर त्यो चाहिँ त्यो स्टेसनभित्र नै हरायो कि तल ट्रेन पनि बुढिरहेको होला। तल ट्रेन यहाँ माथि यस्तो दामी भ्यू यत्रो ठुल्ठुलो बिल्डिङ छ है। बल्ल अलिकति बत्ती सत्ती पनि देखिन्छ झिलिमिलीहरू त्यसपछि दामी देखिन्छ कि। हेलो गाइस सबैलाई नमस्ते अनि मेरो नयाँ भ्लगमा चाहिँ फेरि पनि स्वागत छ। अनि म चाहिँ अहिले यसो सिन्जुकोतिर जानु लाग्यो अनि मेरो अनुहार नपरे साथ चाहिँ अगाडि भागेर हिँडिरहेको क्यामेरामा देखाउँछ भनेर। हुन त त्यसको थोडा राम्रो होइन त्यही पनि यसो अब मैले चिनेको मान्छेहरूले यसो हेरोस् न मेरो साथी कस्तो हो भनेर भनेको ऊ भागे मान्छे नि फेरि पुड्के यति आउँछ मेरो रुममा। कोही बेला यसो ठुल्ठालो कुरा गरेर हान्छ मैले एक थप्पड दिन्छ चुप्प लाग्छ। यता आइदियो त बाबु अनुहार देखाएर यो भाग्यो कि हेर यस्तो अनुहार नपरेको छ। कुकुरको कुरा सुन्नुहुन्छ तपाईँहरू? म रब ल्याङ्ग्वेज बोल्छ तर अब क्यामेरामा त यसले भिडियो लाग्छ भने तपाईँलाई मुख छाडेर सक्दो यस्तो मुख छाड्छ म यस्तो शुद्ध ब्याक क्यामेरामा यसलाई म के गर्छु नि तपाईँलाई थाहा छैन गाइस रहस्य के छ त्यही भएर ऊ फेरि केटी जस्तै छ कि ठ्याक्कै आइमे जस्तै हो। यसको पारा चाहिँ फेरि त्यो कपाल सपाल मिलाउँदा नि गर्दै मिलाउँछ यसले हो कि नै बाबु? यता आइज न दाइको क्यामेरामा अनि यो चाहिँ अहिले काममा जानु लाग्यो त काममा जानु लाग्यो होइन केटी भेट्नु हो क्या? यो चाहिँ केटी भेट्न जानु लाग्यो जस्तो छ। अब रुममा त मैले ल्याउन दिन्न यसलाई त्यही भएर यो बाहिर भेट्ने गर्छ। छोरा के हालेर हिँड्यो रुममा चाहिँ म केटी ल्याउनु दिन्न त्यही भएर त्यही कुरा त्यही हो त्यसमै सन्तुष्टि गर्नु पर्यो हालसम्म। यसलाई मैले रुममा केटी लिएर आउँदिनँ त्यही भएर यो चाहिँ बाहिरै भेट्ने हो। त्यही 11-12 बजीतिर आइपुग्छ 12 बजी कोही बेला 1 बजी आउँछ पार्कतिरै डेटिङ बस्छ क्यारे यो। मेरो गाह्रो दुःख हो गाइस छ त्यहाँ हाँस्दाखेरि पनि। फेरि गर्लफ्रेन्ड चाहिँ 2-3वटा खाएँ यसको चाहिँ फेरि कसरी हेर्छ हो केटीहरूले म यस्तो अनुहार नपरेलाई नि म चाहिँ अलिकति छक्क पर्छ यार। हामीलाई त्यो एउटाले हेर्दैन हो कि नै? चली चाहिन्छ त्यो घरै मुला अलिकति गफ हान्नुपर्छ हो केटीहरूलाई कि कसरी पटाउने यसो मलाई टिप्सहरू दिएन एउटा। चाहिँ यसलाई थाहा होला मलाई थाहा छैन अब यसको कुरो सुनेर नि यो औडेको कुरा सुनेर पनि के भन्नु म केही बोल्दिनँ। टिप्स दिएन मलाई कसरी केटीहरू पटाउने है। तैँले त 2-3वटा वर्किङ लाग्यो नि पट्टा भने तैँले अस्ति भएर सुन्नेले पनि बेजतै भइसक्यो होला यसको कुरा सुनेर नि मलाई त लाज लागिसक्यो है। होइन मलाई टिप्स दे भन्न खोजेँ कि म नि अब एउटा दुइटा यसो पठाउँ अब उमेर हुनलाई हाल्यो कसले सबले हेरिहाल्छ नि अनि भिडियो बनाएपछि त सबले म नि यसो भाइरल हुन्छ कि भनेर क्यामेरामा आउँछ कि भनेर। अहिले ठुलो कुरो नगर बाबु 62 सब्सक्राइबर छ अरे अनि त्यहाँ बेजतै यसले गर्यो। 62 भने थोरै भाइ 62जना मान्छे जोड्नु भनेको युट्युबमा ठुलो कुरा हो भाइ। कति सुरुमा मेरो 15जना सब्सक्राइबर थियो अहिले 62 पुगिसक्यो। 100जना पुग्यो भने केक काट्छु। 100जना पुग्यो भने म केक काट्छु। केक काट्ने हेर न गाइज हेर्नु यसले केक खान पाउँछ भनेर कत्रो मुख बनाएको साँच्ची हुन त यसले केक खान नपाएको 2-3 वर्ष भयो होला। चिन्ता नगरे 2 तले केक लिएर आउँछु। 2 तले त अब ठुलै कुरा के गर्ने 1 तले केक लिएर आउँछु। पैसा अलि छैन मलाई त यस्तो ठिक लाग्दैन है केटा। अनि हाम्रो चाहिँ यता यस्तो है रोड अहिले देखाएको छैन कसैले तेरो रोड नदेखे नि हुनसक्छ नि। यो कारहरू चाहिँ के गर्ने र यो कारलाई चाहिँ सबै यसको अरे हौ त्यही मात्रै यसलाई मनपर्छ गफ म अलिक दिनु सक्दिनँ तर यस्तो यो कारहरू अहिले मेरो नभए नि पछि गएर चाहिँ मेरो हुनसक्छ है। एउटा कबाड खाना खोल्ने दिमागमा आइरहेछ यो कारहरू पछि जसरी पनि कबाडी भइहाल्छ त्यसपछि सब आफ्नो बनाउँछ। अब नयाँमा त किन्न नसकिला पो होइन खोइ कि नयाँमै किनिदियो तेरो किडनी बेच्नु पर्ला जस्तो छ। अलि होस गरेर बसेँ रुममा फेरि किडनी गायब होला तेरो बिहान उठ्दाखेरि। ए जेर काँटे हेर्नु यस्तो भागिरहेको पुरै मैले भिडियो बनाएँ भने बाबु अब बाबु मामा खायो
माम खायो कि नै बाबु? हेलो गाइस यो अनुहार नपरेको मोबाइलमा मतलब भिडियोमा चाहिँ मैले अघि यस्तो जोक सोक हानेर कन्टेन्ट दिइसकेँ। अब चाहिँ यसले भोलि चाहिँ भिडियो हाल्छ होला। ओए अनुहार नपरे यताबाट हो कि बाटो? हुन त यसको दिमाग पनि छैन। ए बाटो उता उता गइरह भने के भन्नु अब यस्तै हो। मैले अघिको यसो कन्टेन्ट दिएको हेरिरहेको उसलाई राम्रो लागेर कि फेरि मेरो म चाहिँ यसो बोल्ने बेलामा चाहिँ फ्याटफुट बोलिहाल्छु अनि त्यस्तो चाहिँ यसलाई मनपर्छ कि मेरो के यसलाई चाहिँ मैले दिउँसोको दिउँसो युट्युबर बनाइदिन्छु कि अनुहार नपरेको साथी र म चाहिँ अझै पनि बाटोमा हिँड्दैछौँ। के को वाट्सएप नयाँ भिडियो हो र अघिकै भिडियो कन्टिन्यू हो वाट्सएप रे? तँलाई चिनिसक्यो त तँ अनुहार नपरे हो भन्ने तर त्यो चिनिहाल्छ को छ अनुहार पर्या र नपर्या भन्ने त्यहाँनिर। एकचोटि पख अलि नजिकबाट देखाइदिउँ अनुहार परेको न अनुहार परेको कि नपरे यसो नजिकबाट देखाइदिउँ न फेरि। मलाई चाहिँ यसले आफू अलिकति गोरो छ त्यही भएर मलाई चाहिँ अलि अरू त केही पनि छैन। हाइटमा पनि न हाइटमा सक्छ यसले मलाई न फिजिकमा सक्छ न यो केहीमा सक्दैन कि यो अलिकति मभन्दा गोरो छ त्यति हो कि नै? यसो युट्युब च्यानलमा न त मेरो सब्सक्राइबर छ मैले सब्सक्राइब गरेकै छैन अनि त्यही भएर जम्मा दुईजना ओ भाइ यो त दाइको भिडियोमा अलि यसो बोल्न के बोल्छस्? अब के भन्नु गाइस यो भाइले अब भिडियो च्यानल खोल्या रहेछ सबजनाले सब्सक्राइब गरिदिनु। मेरो साथीहरूले पनि यसलाई चिनेको रहेछ अनि त्यसमा म चिन्छु। यसले पहिले यहाँ म कस्तो मान्छे छ भन्दा यहाँ मतलब यसले भारी चल्ने काम गर्छ नि त अनि त्यहाँको केटाहरू मलाई चिन्ता रहन् त्यही भएर अब सबले सब्सक्राइब गर्नु माया गरिदिनु हाम्रो काले भाइलाई। अनि म मान्छे चाहिँ कस्तो अब एकचोटि भन्छ नि अब त ठिकै छ ठिकै हो अब के भन्नु तेरो पोल खुलाउनु नि मनमा ढुङ्गा राखेर त भने होइन ठिक छ ए ठिक छ त्यो म मान्छे चाहिँ एकदम बेस्ट छ यसलाई थाहा हो कि नै? अब चुप लाग्ने अब त्यसपछि म पनि पब्लिक गरेन यसमा ल त म चाहिँ यसो सिन्जुकोतिर घुम्न जानु लाग्यो अनि त्यतातिरको यसो भ्यूहरू तपाईँहरूलाई देखाउने छु। अनि यो चाहिँ काममा जानुला हो त्यस्तो केटी सेडी भेट्न नि होइन। यसलाई कसले चाहिँ हेर्छ र गाइस? हुन त यसलाई र मलाई कसैले नि हेर्दैन त्यही पनि। अब यहाँ दाइलाई देखाएन यसलाई चाहिँ भिडियो पोस्ट गर्न नि आउँदैन रहेछ म सिकाइदिन्छु। म चाहिँ अब युट्युब च्यानल खोल्न लाग्यो यसको अब यसले खोलिहालेछ अब मलाई नाक दुख्यो कि गाई यो भनेर म चाहिँ के कम भन्दैन त्यही त देखि यस्तो हुन्छ कि जेलेसी आफ्नै रुममेटै यस्तो जेलेस भएपछि अरू झन् के होला? एउटा युट्युब च्यानलको लागि जेलेस भनेपछि अरू झन् यो कति केमा होला सोच्नु है तपाईहरु। सबभन्दा पहिले युट्युब च्यानल खोले हो र मैले भिडियो चाहिँ लाएको थिइनँ तर भन्दै यसले पछि ल्यायो तर यसको छिटो सब्सक्राइब गरिसक्यो क्या किनभनेदेखि म भने ढिलो युट्युब च्यानल खोलेर पनि यसले प्रगति धेरै गरिसक्यो। मैले त जमानामा जापान आएको 2 दिनमै मैले युट्युब च्यानल खोलेको तर मैले अब कन्टिन्यू टाइम पनि थिएन के अब काम साम हान्दाखेरि होइन अनि स्कुल अब काम भन्दाखेरि अब मसँग भिडियो बनाउन टाइम थिएन। अब चाहिँ अलिअलि जो सहारा हो अब त्यही पनि तेरो भिडियोमा सब्सक्राइब बढ्ने भनेको मेरो अनुहार देखायो भने मात्रै हो नत्र तेरोमा बढ्दैन। भिडियो नि खास चाहिँ कसैले हेर्नु त हेर्दैन होला मेरो कि खै केही थाहा छैन यो तेरो त सबजनाले मलाई सपोर्ट गरिदिनु। मेरो चाहिँ युट्युब च्यानलको नाम चाहिँ SMAIL राई इस्माइल राई छ। सबैजनाले मलाई साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु। यसले पनि यसको सब्सक्राइबरले मलाई सपोर्ट गर्नु मेरो सब्सक्राइबरले पनि यसलाई सपोर्ट गर्छ। त्यही किप गोइङ गाइड्स त्यही हामी मिहिनेत गर्छौँ तपाईँहरूले साथ सपोर्ट दिनुपर्छ। त्यही त हामी मिहिनेत गर्छौँ तपाईँहरू चाहिँ साथ सपोर्ट दिनु होला त्यही अब हामी पनि अब काम गरेर उबल लागेन अब यस्तो अब रतन कार्कीलाई फलो गर्ने हामी घर बनाउने त म को चिन्दिनँ खाँच्छु को त्यो रतन कार्की बाबु साँच्ची चिन्दिनँ त्यसलाई अस्ति मैले आँखा बानीमा देखाएको थिएँ कि म चाहिँ भन्नु त भन्छन् होइन मलाई त्यो माइला दाइ रे त्यो माइला दाइ मैले चिनेको थिइनँ। मलाई माइला दाइ भन्ने चाहिँ को साँच्ची नै चिन्दिनँ है मैले माइला दाइ चाहिँ ऊ रहेछ के भन्छ सेम भिसामा समथिङ आएको दा त्यहाँको त्यो माइला भन्छ क्या र म त्यति धेरै त्योसँग थाहा छैन हामीलाई साँच्चै प्रायः थाहा हुँदैन। मैले चिने भने चाहिँ रतन कार्की मात्रै हो अरू चाहिँ कोही पनि चिनेको थिएन। ल गाइस ल हामी चाहिँ एकै आइपुग्यो ल अहिले पछि बाहिर योसँग छुट्टिने बेला देखाउँला त्यही हो। मेरो साथी चाहिँ त्यहीँनिर त्यो चाहिँ त्यही स्टेसनभित्र नै हरायो कि अनि म चाहिँ अहिले एक्लै छु। अनि यहाँको भ्यू चाहिँ कस्तो छ देखाउँछु। यहाँको भ्यू चाहिँ यस्तो छ क्या म चाहिँ यहाँनिर यो गु भन्ने ठाउँमा आएको यसो कपडा कस्तो आयो भनेर हेर्नु मात्रै हो।
पैसा छैन, पैसा भएपछि किन्नु पर्ला। यस्तो दामी चाहिँ आई हेभ नो आइडिया कि मलाई चाहिँ कहाँ जाने भन्ने कुरो केही थाहा छैन कि। त्यही पनि म हिँडिरहेको छु कि यहाँ यसो घुम्न आऊ भनेको एकजनालाई बोलाएको थिएँ, घात गरिहाल्यो। अनि एउटा त्यो त काममा जाने हो, त्यो पनि स्टेसनमै हराइहाल्यो। के भन्ने यहाँ फेरि यहाँ परिहरूको बथाना आयो, जापानिज परी गयो यार एकचोटि के पनि भिड हो, मान्छे पुरै लडिरहेको छ दारु खाएर। होला कि अब चाहिँ म यो बिल्डिङमा जान्छु है, यत्रो अब चाहिँ म भित्र साइड चाहिँ यस्तो दामी छ। म चाहिँ टपमा गएर देखाउँछु है तपाईँहरूलाई यो यसको। म चाहिँ 3rd फ्लोरमा आइसकेँ गाइस, अब चाहिँ बाइक छ। आई डोन्ट नो कति फ्लोरसम्म छ यो चाहिँ। म चाहिँ टपमा पनि आइसक्यो। अनि यहाँनिर चाहिँ जापानिजहरू भिडियो बनाइरहेको चाहिँ त्यो एनिमी खालको त्यस्तै टाइपको के मेकअप गरेर आइसकेको रहेछ। अनि यहाँबाट चाहिँ कस्तो भ्यू देखेको चाहिँ अब तपाईँहरूलाई देखाउँदै परिनु ब्याक क्यामेरा। यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ नि, यस्तो दामी हो कि यहाँबाट चाहिँ भ्यू। तल ट्रेन पनि पुगिरहेको होला, तल ट्रेन, यहाँ माथि यस्तो दामी भ्यू, यत्रो ठुल्ठुलो बिल्डिङ छ है। अझ यसको टप त वहाँ हो कि यति माथि छ कि यहाँबाट चाहिँ जे होस् फोटोसुट आउट गर्नुको लागि मिल्ने खालको हो कि। अब त एक्लै अब कसैले फोटो नि खिच्दिँदैन यहाँ, के गर्नु, कोही आएन। एउटा डाम्ना थियो, त्यही पनि ट्रेन मुनि, त्यहीँनिर एक्लै आउनु पऱ्यो, के गर्नु। एउटा डाम्ना थियो, त्यस पनि यही सिन्जुकुमै काम हो। अनि त्यसको चाहिँ अहिले एकछिनमा काम सुरु हुन्छ अरे, आधी घन्टा त्यही स्टेसनमै बस्छु भन्ने कुरा गरिरहेको थिएँ। के लाग्यो तर त्यसलाई चाहिँ त्यही मोबाइल चाहिँ त्यही स्टेसनमै हराएको। त्यो चाहिँ परिहरू खन्ने यहाँ कसलाई मिलाइदिउँ गाइस, कमेन्ट गर्नु है, कसैलाई चाहिन्छ भने मिलाइदिन्छु। केटा भने होइन नि, फेरि केटी। यस्तो दामी भ्यू छ नि, नाइट भ्यू। अब बल्ल अलिकति बत्ती सत्ती पनि देखिन्छ, झिलिमिलीहरू, त्यसपछि दामी देखिन्छ कि। मान्छे त यहाँनिर कति हुन्छ, कति पुरै नगरेर फेरि मान्छेको त है। ए यतातिर त्यो रियालिटीहरू पुरै झिलिमिली देखिन्छ। अब चाहिँ त्यही हो, आजको दिन चाहिँ यसै घुम्दै बित्यो। आजको लागि यति नै भिडियो, हस् त, बाई बाई।